बीबीएस थर्ड इयर बिजनेस लको इम्पोर्टेन्ट एक्जाम क्वेसन डिस्कसन क्लास सिरिजको डे 7मा तपाईँहरूलाई स्वागत छ, जहाँ हामी बीबीएस थर्ड इयरको बिजनेस लको एक्जाममा सोध्न सक्ने इम्पोर्टेन्ट क्वेसनहरू चाहिँ यो क्लासहरूमा चाहिँ डिस्कस गर्छौँ। यदि तपाईँले मैले बनाएको डे 1 देखि डे 6सम्मको भिडियो हेर्नुभएको छैन भने मुनि डिस्क्रिप्सन अथवा कमेन्ट बक्समा मैले बिजनेस लको प्लेलिस्ट राखिदिएको हुन्छु। त्यहाँ गएर मैले बनाएको बिजनेस ल सम्बन्धी भिडियोहरू तपाईँ हेर्न सक्नुहुन्छ। र यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। हामी 100K नजिकै छौँ। सो यस्तै इम्पोर्टेन्ट क्वेसनहरू पनि हाम्रो च्यानलमा डिस्कस भइरहेको छ। सो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला। र अब आजको हाम्रो इम्पोर्टेन्ट क्वेसन के छ त भन्दाखेरि डिफाइन अफर, एक्सप्लेन द एसेन्सियल एलिमेन्ट्स अथवा रुल अफ अ भ्यालिड अफर भनेको छ। यानि अफर भनेको के हो र त्यो अफर भ्यालिड हुनको लागि के त्यस्ता रुलहरू छन् त। आज हामी त्यही कुरालाई चाहिँ यो क्लासमा डिस्कस गर्नेछौँ। तर अब अफर बुझ्नुभन्दा अगाडि हामीले कन्ट्र्याक्ट भनेको के हो त्यसलाई चाहिँ बुझ्नुपर्ने हुन्छ। हामीलाई नर्मल्ली कन्ट्र्याक्ट भनेको अग्रिमेन्ट हो भन्ने कुरा सबैलाई थाहा छँदैछ। तर कन्ट्र्याक्ट भनेको त्यस्तो अग्रिमेन्ट हो जुन चाहिँ कानुनले चाहिँ बाइन्ड गरेको हुन्छ, यानि लिगलले चाहिँ त्यो कुरालाई बाइन्ड गरेको हुन्छ, जहाँ नर्मल्ली दुईवटा पार्टिज हुने गर्दछ। र एउटा पार्टीको काम अफर गर्ने हुन्छ भने अर्को पार्टीको काम त्यो अफरलाई एक्सेप्ट गर्नुपर्ने हुन्छ। अफर एक्सेप्ट भयो भने मात्रै त्यो कन्ट्र्याक्ट हुन्छ। अफर एक्सेप्ट भएन भने त्यसलाई हामी कन्ट्र्याक्ट मान्ने गर्दैनौँ। अब मैले दुईवटा पार्टिजहरू हुन्छन् त भने, तर दुईवटा पार्टिजहरू को हुन् त भन्दाखेरि एउटा हो अफरर जसले अफर गर्छ र अर्को भनेको अफरी जसले चाहिँ अफर एक्सेप्ट पनि गर्न सक्छ, रिजेक्ट पनि गर्न सक्छ। सो फेरि एक्चुअली म तपाईँहरूलाई भनिदिन्छु, अफरर भनेको त्यस्तो पार्टी हो जसले अफर गर्छ र अफरी भनेको चाहिँ त्यस्तो पार्टी हो जसले त्यो अफरलाई चाहिँ एक्सेप्ट पनि गर्न सक्छ, रिजेक्ट पनि गर्न सक्छ। जब अफररले अफर एक्सेप्ट गर्छ त्यो अग्रिमेन्टमा कन्भर्ट हुन्छ। यदि त्यो अग्रिमेन्ट लिगल हो, त्यहाँ हामीले जुन कुराको कन्ट्र्याक्ट गर्न आँट्दैछौँ त्यो लफुल अब्जेक्ट हो या होइन, कुनै लको अगेन्स्टमा हामी छौँ कि छैनौँ, त्यस्तो गैर कानुन होइन भने त्यो चाहिँ के हो त कन्ट्र्याक्ट हो। तर कन्ट्र्याक्ट हुन त्यहाँ कन्सिडरेसन पनि चाहिन्छ। यसको मतलब गिभ एन्ड टेक, तपाईँले केही दिएको हुनु पऱ्यो, उसले केही लिएको हुनु पऱ्यो, यानि बोथ साइड हुनुपर्छ। यस्तो कन्सिडरेसन हुनुपर्छ अफर हुनको लागि। तिमी केही देऊ म केही दिन्छु भन्ने कुरा हुनुपर्छ। र यहाँ लिगल रिलेसन पनि हुनुपर्छ। यदि कुरा भयो भने यो अफर के हुन्छ त कन्ट्र्याक्टमा चेन्ज हुन्छ। अब खासमा के हुँदो रहेछ त यसलाई हामीले चाहिँ एउटा फिगरबाट हेरेर बुझ्यौँ भने चाहिँ मजाले बुझ्छौँ। यो फिगरमा के भइरहेको छ त भन्दाखेरि तपाईँले हेर्ने हो भने फिगरमा अफररले चाहिँ केही कुरा अफर गर्दैछ अफरीलाई, र अफरीले त दुई कुरा गर्न सक्छ। त्यो अफरलाई एक्सेप्ट पनि गर्न सक्छ, त्यो अफरलाई रिजेक्ट पनि गर्न सक्छ। यदि अफरीले चाहिँ त्यो अफरलाई एक्सेप्ट गर्छ भने त्यो एग्रिमेन्टमा कन्भर्ट हुन्छ र पछि त्यो केमा कन्भर्ट हुनसक्छ, कन्ट्र्याक्टमा कन्भर्ट हुनसक्छ, कन्ट्र्याक्ट त्यहाँ बन्न सक्छ। तर अफरीले चाहिँ त्यो कुरालाई रिजेक्ट गरिदियो भने कन्ट्र्याक्ट फर्म हुँदैन, सबै कुरा त्यही पोइन्टमा एन्ड हुन्छ। अब मैले अघिदेखि कन्ट्र्याक्टमा अफर हुन्छ भनिरहेको छु। सो त्यो अफर भनेको के हो त खासमा, त्यो कुरालाई चाहिँ हामी बुझौँ। अफर भनेको कन्ट्र्याक्टको फर्स्ट स्टेप हो। यही अफर नै भएन भने एक्सेप्टेन्स हुँदैन, एक्सेप्टेन्स नै भएन भने कुनै पनि अग्रिमेन्ट बन्दैन। सो अग्रिमेन्ट नबनिसकेपछि कन्ट्र्याक्ट भन्ने त कुरै भएन। सो कन्ट्र्याक्टको फर्स्टमा के हुँदो रहेछ त, एकजनाले अर्कोलाई चाहिँ केही अफर गरेको हुँदो रहेछ। सो अफर चाहिँ कन्ट्र्याक्टको फर्स्ट स्टेप हो। अफर भनेको चाहिँ अफररले राखेको प्रस्ताव हो। यदि कसैले ल म यस्तो गर्छु है त, ल मैले तिमीलाई चाहिँ यो सामान यतिमा दिने भएँ भनेर यसरी प्रस्ताव राख्छ भने त्यो प्रस्ताव नै के हो त अफर हो। अब यसलाई हामीले एक्जाम्पलबाट हेऱ्यौँ भने चाहिँ झन् हामी मजाले क्लियरली बुझ्छौँ। राम र श्याम भन्ने साथी थिए अरे। रामले चाहिँ ल साथी तिमीलाई चाहिँ बाइक चाहिएको रहेछ, म यो बाइक बेचिदिन्छु 50,000मा, ल तिमीले किन्छौ भने तिमी मलाई 50,000 देऊ, म तिमीलाई यो बाइक दिन्छु भनेर भन्यो भने यहाँ चाहिँ के छ त, रामले श्यामलाई अफर गरेको भयो। सो अफर भनेको के रहेछ त, प्रस्तावलाई चाहिँ हामी अफर भन्ने गर्छौँ। तर के अब यत्तिकैमा यो अफर भयो त भन्दाखेरि हुँदैन। अफर हुनको लागि चाहिँ यी कुराहरू, यी रुलहरू चाहिँ हुन जरुरी छ।
सो फर्स्ट रुल भनेको कम्युनिकेसन हुनु पर्यो. द अफर मस्ट बी टोल्ड टु द अदर पर्सन. यानि कम्युनिकेसन हुनु पर्यो. जबसम्म त्यो कुरालाई चाहिँ अफर भन्न मिल्दैन तबसम्म उसलाई तिमीले त्यो कुरा भनेको छैन. एक्जाम्पल, रामलाई बाइक बेच्नु छ, ऊ किन्ने मान्छे खोजिरहेको छ. श्यामलाई पनि त्यो कुरा थाहा छ कि रामले चाहिँ बाइक बेचिरहेको छ भनेर, तर रामले श्यामलाई चाहिँ भनेको छैन. सो केही पनि भनेको छैन त्यहाँ. सो अफर छैन भन्ने बुझिन्छ. अफर हुनको लागि कम्युनिकेसन चाहिन्छ. एउटाले अर्कोलाई भनेको हुनुपर्छ. अब सेकेन्ड रुल छ क्लियर एन्ड सर्टेन. द टर्म अफ अफर मस्ट बी क्लियर. द अदर पर्सन शुड अन्डरस्ट्यान्ड वाट इज अफर. यसको मतलब कसैले केही कुरा अफर गर्दैछ भने त्यो कुरा एकदम क्लियर, एकदम स्पष्ट हुनुपर्छ. ल एक्जाम्पलबाट बुझौँ. रामले चाहिँ श्यामलाई चाहिँ मेरो बाइक पल्सर हो, त्यो कालो रङको छ अथवा त्यो रातो रङको छ, यो म तिमीलाई 50,000मा दिन्छु भनेर यसरी अफर गर्यो भने यो एकदम स्पष्ट छ. उसले के बेच्न आँटेको, कस्तो कलरको बेच्न आँटेको, कति पैसा हो त्यसको, यहाँ उसले सब कुरा भनेको छ, सब कुराको अफर गरेको छ भने यहाँ क्लियर छ कुरा. तर रामले श्यामलाई म तिमीलाई एउटा सामान दिन्छु, के त सामान तिमी किन्छौ भन्यो भने के दिन आँटेको हो त, कुन सामान हो, कति मूल्य हो, केही पनि भनेको छैन भने यो चाहिँ भ्यालिड अफर मानिँदैन, किनकि यहाँ अफर क्लियर छैन. अब थर्ड रुल के छ त भन्दाखेरि इन्टेन्सन टु क्रिएट लिगल रिलेसन. व्हेनेभर समवन मेक्स एन अफर इट सुड बी क्लियर द्याट द पर्सन वान्ट्स टु फर्म अ लिगल कन्ट्र्याक्ट, नट जस्ट जोकिङ टकिङ क्याजुअली. यदि कसैले अफर गर्छ भने उसले त्यसलाई एकदमै गम्भीर रूपमा लिएको हुनुपर्छ. यसलाई लिगल रूपमा लाने तरिकाले चाहिँ, लाने उद्देश्यले चाहिँ उसले अफर गरेको हुनुपर्छ. यदि कसैले जोक गरेर मजाक गरेर केही अफर गरिरहेको छ भने त्यसलाई हामी भ्यालिड अफर मान्दैनौँ. कहिलेकाहीँ यता सब्जी पकाएला, आज तैँले सब्जी मिठो पकाइस् भने होइन म तँलाई मेरो आइफोन दिन्छु भनेर यदि दिदीले बहिनीलाई भन्यो भने यो भ्यालिड अफर हुँदैन, यो मजाकमा गरिएको कुरा हो. तर रामले श्यामलाई चाहिँ म 50,000मा यो कालो बाइक दिन्छु तिमी किन्छौ भनेर अफर गर्यो भने चाहिँ त्यो चाहिँ भ्यालिड अफर हो. सो के बुझ्नु पर्यो, अफरको चाहिँ इन्टेन्सन चाहिँ लिगल हुनु पर्यो. यानि यसलाई लिगल्ली लाने रूपमा चाहिँ अफर गरेको हुनु पर्यो. जोकिङ मजाकमा गरिएकोलाई हामी अफर मान्दैनौँ. अब फोर्थ रुल भनेको अफर क्यान बी एक्सप्रेस्ड अर इम्प्लाइड भनेको छ. यसको मतलब अफर चाहिँ लेखेर होइन, बोलेर अथवा एक्सन देखाएर पनि गर्न सकिन्छ. मैले सबसे सुरुमा तपाईँलाई के भनेको थिएँ, अफर हुनको लागि अफरको कम्युनिकेसन हुनुपर्छ, कम्युनिकेट हुनुपर्छ त्यो कुरा. तर कसरी कम्युनिकेट गर्ने त भन्दाखेरि अफर बोलेर पनि कम्युनिकेट गर्न सकिन्छ, लेखेर पनि कम्युनिकेट गर्न सकिन्छ, अथवा हामीले एक्सन देखाएर पनि त्यो कुरालाई कम्युनिकेट गर्न सक्छौँ. अफर बोलेर वा लेखेर पनि गर्न सकिन्छ. अब यहाँ बुझ्नुपर्छ हामीले एक्सप्रेस्ड अफर र इम्प्लाइड अफर कस्तो हुन्छ त भनेर. अफर बोलेर वा लेखेर पनि गर्न सकिन्छ, जसलाई हामी एक्सप्रेस अफर भन्ने गर्छौँ. यानि कुनै अफर हामी लेखेर अथवा बोलेर कसैलाई अफर दिँदैछौँ भने त्यो चाहिँ एक्सप्रेस अफर हो. तर केही नबोलिकन केही नगरिकन उसको एक्सन, उसको बिहेभियरबाट नि हामी अफर बुझ्न सक्छौँ. कसरी त भन्दाखेरि बाटोमा गाडी कुदिरहेको छ, ड्राइभरले गाडी कुदाइरहेको छ, त्यहाँ ड्राइभरले तपाईँलाई सबै कुरा भनेको हुँदैन. तपाईँ गाडी चढ्नुहुन्छ, बस्नुहुन्छ भने तपाईँले त्यो अफर एक्सेप्ट गरेको भन्ने बुझिन्छ. सो यहाँ ड्राइभरले गाडी कुदाइरहेको छ, यहाँ एक्सनबाट चाहिँ अफर एक्सप्रेस गरिएको छ भने यस्तो अफरलाई चाहिँ हामी इम्प्लाइड अफर भन्ने गर्छौँ. फिफ्थ रुल हामीले के बुझ्नुपर्छ त भन्दाखेरि अफर क्यान बी विथड्रन. अफरर जसले केही कुरा अफर गरिरहेको हुन्छ उसले त्यो अफर फिर्ता पनि लिन सक्छ. तर कति बेला उसले फिर्ता लिन सक्छ त भन्दाखेरि त्यति बेला मात्रै उसले फिर्ता लिन सक्छ जब अफरीले चाहिँ त्यो अफर एक्सेप्ट गरिसकेको हुँदैन. ल अब हाम्रो सिक्स्थ रुल के छ त भन्दाखेरि अफर टर्मिनेट्स बाई ल्याप्स अफ टाइम, रिजेक्सन, काउन्टर अफर अर डेथ. यदि अफर तोकेको समयभित्र एक्सेप्ट गरिएन भने त्यो अफर स्वत समाप्त हुन्छ. यदि जसलाई हामीले अफर गरिरहेको छौँ उसले रिजेक्ट गरिदियो भने पनि त्यो स्वत त्यहीँ समाप्त हुन्छ. यदि हामीले जसलाई अफर गरिरहेको छौँ उसले ओरिजिनल अफर एक्सेप्ट गरेन तर न्यू कन्डिसन दिएर म तिमीले चाहिँ यस्तो गर्यो भने एक्सेप्ट गर्छु भनेर न्यू कन्डिसन दिएर अफर गर्न खोज्यौ भने यसलाई हामी काउन्टर अफर भन्ने गर्छौँ र ओरिजिनल अफर स्वत त्यहाँ इन्ड हुन्छ.
यदि अफरर वा अफरी कसैको डेथ भयो भने पनि यो अफर त्यही इन्ड हुन्छ, त्यही टर्मिनेट हुन्छ। सो यी थिए 6वटा अफरका रुलहरू जुन तपाईँको एक्जाममा सोध्न सक्छ। अब हामी अफर पढिरहेको छौँ भने चाहिँ यो इम्पोर्टेन्ट कुरालाई चाहिँ हामीले बिर्सिनु हुँदैन। के कुरालाई बिर्सिनु हुँदैन? पहिलो कुरा भन्दाखेरि अफर र इन्भिटेसन टु अफर भनेको फरक कुरा हो। कसरी त भन्दाखेरि एक्जाम्पल हेर्नु, रामले चाहिँ म बाइक 50,000 मा दिन्छु भनेर श्यामलाई भन्यो भने त्यो अफर हो। तर रामले चाहिँ कसैलाई पनि भनेको छैन, उसले बजारमा लग्यो, बाइक राख्यो, त्यहाँ एउटा प्राइस ट्याग लगाइदियो 50,000 भनेर। उसले यहाँ के गरिरहेको छ त? अरूलाई इन्भाइट गरिरहेको छ अफर गर्नको लागि। अब तपाईँ जानुभयो, ल म यो 50,000 मा किन्छु भनेर त्यसलाई भन्नुभयो भने यो इन्भिटेसन टु अफर भयो। यहाँ उसले तपाईँलाई अफर गरेको होइन, तपाईँ म किन्छु भनेर अफर गर्न जाँदै हुनुहुन्छ। सो अफर र इन्भिटेसन टु अफर भनेको फरक कुरा हो। यो कुरालाई तपाईँले यहाँ बिर्सिनु भएन। अब दोस्रो कुरा भनेको अफर भएपछि त्यो एक्सेप्ट भयो कि भएन त्यो कुरा चाहिँ कम्युनिकेट हुनुपर्छ। अब कसैले चाहिँ मनमा नै ल यसले त यस्तो भन्नु भनेर मनमा नै उसले एक्सेप्ट गर्यो भने त्यसलाई त्यसमा हामी कुनै एग्रिमेन्ट हुन सक्दैन, त्यहाँ कुनै कन्ट्र्याक्ट हुन सक्दैन। एक्सेप्टेन्स भएको कुरा चाहिँ कम्युनिकेट हुनुपर्छ। थर्ड कुरा भनेको काउन्टर अफर भयो भने ओरिजिनल अफर इन्ड हुन्छ। अघि मैले भनेको थिएँ तपाईँहरूलाई, यदि कसैले ओरिजिनल अफरमा सिधै यस भनेन, उसले अरू शर्तहरू राख्यो भने त्यो काउन्टर अफर हुन्छ र यसले पुरानो अफरलाई चाहिँ स्वत समाप्त गर्छ। अब अर्को कुरा भनेको अफर मस्ट क्रिएट लिगल अब्लिगेसन। मजाकमा दिएको अफरलाई हामी भ्यालिड अफर भन्दैनौँ। अफर हुन त्यहाँ लिगल अब्लिगेसन हुनु पऱ्यो, सिरियसनेस हुनु पऱ्यो। सो यति कुरा बुझिसकेपछि हामीले अफरमा यो बाहेक धेरै कुरा बुझिराख्न